मैले लिएँ यो फुल। तपाईँहरूलाई फेरि स्वागत छ मेरो एउटा न्यू भ्लगमा। यो तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, ठिकै हुनुहुन्छ होला। सो आजको भ्लग स्टार्ट हुन्छ गाडीबाट। र घाम यस्तो डरलाग्दो घाम लागिरहेछ कि यस्तो गरम छ, बाप रे बाप। गाडीको एसीले पनि काम गरेको छैन मजाले, यस्तो टन घाम लागिरहेछ। हामीमा जाने पानीघट्टा हेब्बी घाम लागेछ, हेब्बी। तेल पनि हाल्नुपर्छ, तेल पनि कम्ती छ। अलिकति झगडा भएछ, गाडी फुटाइदिएछ, एक्सिडेन्ट भएछ क्या यहाँ। अलिक थुप्रै ठुलो ट्रकहरू हाल्छ यस्तो सानो बाटोमा, कहाँ हुन्छ त यहाँ। छाउँदैछ यो दाइ हो, दार्जिलिङको गाडी होला यो, डल्लै फुटाइदिएछ। के फुटाइदियो? अगाडिको सिसा कि के फुटाइदिएछ। हेर्नुहोस् दादा र म जाँदैछु अहिले, ठिक छ। यो दाको फुटाइदिएको छ। सिसा भइरहेछ भाइ। यत्रो बाटोमा यत्रो ठुल्ठुलो गाडीहरू हाल्नु किन दिएको, त्यो छक्कै बस्यो यार। अचम्म लाग्दैछ यार, आज कस्तो एसी पनि मजाले काम गरेको छैन। अहिले अलिअलि चिसो हुँदैछ होइन, गाडी कुदेको पानीघट्टा गएर प्लस दिदीको घरमा बहुत दिन बाद हामी दिदीलाई भेट्दैछु। सो अलिकति काम छ भन्दा पनि त्यहाँ एउटा जिनिस हेर्नु जानु छ, त्यहाँ हेरिकन आउने हो हामी पहिला हो। फोन गर्दैछ कसले, बुढीले फोन गरेको होला। आज पानीघट्टा प्लसमा आज किन निस्केको भन्दा भोलि चाहिँ मेरो एनिभर्सरी हो। सो त्यही भएर बुढीले अलिकति हल्का सरप्राइज पनि दिउँ भनेर चाहिँ निस्केको। अब के भनेर निस्किम हुन्थ्यो। अन्त मैले सोचेँ दुइटै काम गरिहाल्छु, यता यो पनि हेरिकन आउँछु होइन। जुन चाहिँ कामले त्यो काम पनि भइहाल्छ र प्लस एउटा के फुल र केक लिएर आउँछु, प्लस एउटा केक गिफ्ट ल्याइदिन्छु होइन। गिफ्ट सरप्राइज पनि दिइहाल्छु सोचेर चाहिँ म खास निस्किएको, नभए के भनेर निस्किम हुन्थ्यो। सो एउटा यो बहानाले गर्दाखेरि चाहिँ म निस्केँ खास। भोलि चाहिँ मेरो एनिभर्सरी हो, त्यही भएर होइन, दिदीलाई अब हल्का सरप्राइज दिनुको लागि। सो पहिला हामी गएर मिठाईहरू लिने, किनकि दिदीको नानी छ होइन, नानीको लागि अलिकति 1-2टा मिठाईहरू लिने। सो मिठाई लिएर पहिला त जानु बित्तिकै भात डाउँछाउँछु, पुरा भोक लागिरहेछ हेब्बी। केही नखाइ निस्केको होइन। दिदीले फोन गरेर भनेको थियो उनीहरू बनाइदिन्छु भनेर, अनि त्यही भएर भोकै गएको हामी आफ्नो घरको चामल बचाउनुको लागि। आफ्नो घरको चामल बचाउनुको लागि चाहिँ हामी भोकै हिँडेको यहाँबाट, केही नखाइ, चिया पनि खाइनँ, केही अलिकति यो पनि खाइनँ। अच्छा प्लस यहाँ छ लुगा छ यहाँ, तर आउँदा लिइहाल्छु, केही छैन अब अहिले बस होइन। लुगा दिइरहेको छु यहाँ वाइटम्यानको, त्यहाँ लिनुपर्ने थियो लुगा पनि, अहिले भरे आउँदाखेरि लिन्छु। सो अहिले हामी उत्रेको छौँ खबरेलमा, मिठाईहरू लिएको होइन। यो हामीले 7 जस्तो मिठाई लिए, पछि यत्रो पो हुँदैछ यो मात्र लैजाउनु, त्यसो यत्रो भयो नि त। एउटा जुस पनि लैजाउनु होला होइन, माजा जुस लैजाउँ होला है अङ्कल। एक ठो माजा हामीले लिइसक्यौँ होइन, लिइहाल्यौँ मिठाईहरू होइन। यहाँ डेरी मिल्क लियौँ, यहाँ के अरे माजा, अन्त एउटा यो नानीलाई दिइहाल्ने यहाँ मिठाई छ। सबैजना मिठाईमा त जानु भएन, लाँदा मुटो हुन्छ। यो पछाडि राख्दिउँ होला। अब बाहिर निस्किनु ब्लग गरौँ भनेको त बाफ रे बाफ, यस्तो गरम भाइ सकिँदैन अहिले। गरम आउनु त अझै बाँकी नै छ, यस्तो घाम लागिरहेछ। आँखाले हेर्नु पनि सकेको छुइनँ, चेस्टमा नलगाए हुँदैन क्या, यस्तो घाम लागेको छ। मिठाईहरू लिइहालौँ, जाने हो यहाँबाट सिधा पानीघट्टामा। म पेट्रोलहरू हालिहाल्छु, त्यहीँ हालौँ भनेको एकैचोटि। पानीघट्टामा छ पेट्रोल पम्प, दुधेको त्यहाँ छ नि त। त्यो पानीघट्टा जाने रोडमा छ नि त, बनाएको छ अहिले नयाँ। मलाई भोलि हामीले एउटा प्लान गरिरहेछु। सो अहिले गएर म नम्बरसम्म निकालिकन बात गर्छु हो। रुम्बेन भिलेज भन्ने ठाउँमा जाने हो हामी, एकदम स्टे गरिकन आउने म र मेरो बुढी। सो अलिकति सोध्ने कति के छ भनेर, अनि अलिकति नम्बर निकालेर यसलाई चाहिँ छिटो पुगिहाल्नु मलाई, किनकि भोक हेब्बी लाग्दैछ। केही नखाइ एउटा रेड बुल खाँदैछु, त्यो रेड बुलले अलिकति भए पनि एनर्जी आउँछ। दिल्लीतिर त कस्तो गरम होला, यहाँ यस्तो गरम छ बाप रे बाप। बन्जाराहरू कसरी बस्छ होला नि यस्तो चोप्री बजारमा। सो गाइस अहिले हामी पुगिसकेको छौँ दिदे
मुखबाट पनि के निस्किन्छ दुबई भन्दै दिदिएर दुधेको निस्किन्छ दुधे। सो हामी पेट्रोल पम्प यहीँ भराउने हो होइन। पहिला पेट्रोल हालिहालौँ होला यहाँबाट। डिजल 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 70 रुपियाँ। कति 76 रुपियाँ गरेर रहेछ डिजल 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 पेट्रोल नि डिजल डिजल भयो। सो डिजल हामी फुल हान्ने हो। खोल्यो फुल गरिदिनुहोस् ल। कमसेकम 4000 3000 हुनु छ। मेरो यहाँ देखाउँदैछ यति पेट्रोल। ठिक छ कति किलोमिटर 132 किलोमिटरसम्म हिँड्थ्यो। अब हेरौँ कतिको प्रश्न छ। तेल यति छ त। ट्रिप 1 गरेर मात्रै थाहा पाउँछ कति के हो भनेर होइन। फुल म जहिले पनि फुल हराउँछु। 76 रुपियाँ डिजल रहेछ। है भुटानमा सस्तो छ। 50 रुपियाँ डिजल कहाँबाट पाउँछ यिनीहरूले डिजल भुटानकोले। 375 किलोमिटर कुद्ने रहेछ। अब नि हामी जब केदारनाथ गएको थियौँ त्यति बेला चाहिँ हेभी तेल माइलेज दामी देख्थ्यो त्यति बेला बुझ्नु। एकदम दामी दिएको थियो त्यति बेला गर्दाखेरि चाहिँ। त्यति बेला हामी त्यो फर्स्ट त्यति बेला नयाँ थियो गाडी। त्यति बेला चाहिँ हाइवेमा हामी गएको थियौँ। हाइवेमा एकदम पर्फर्मेन्स नै यसलाई दामी दियो। त्यहाँदेखिको त न यसको किलोमिटर पनि बढ्यो प्लस अलिकति खोलियो क्या। अन्त लङ ड्राइभको लागि चाहिँ दामी छ यो गाडी क्या। एकदम हुन्छ नि टाढोको लागि एकदम कम्फर्टेबल। यदि सोरुमवालाले बोलाएको छ मलाई यसको सफ्टवेयर अपडेट गर्नुपर्छ भनेर एडासको लागि त त्यहाँ पनि जानु छ। म जुम भन्छु भ्याउँदैन जानुको लागि हो। भ्याउँदैन तर जानुपर्छ किन सफ्टवेयर अपडेट गर्नुपर्छ कोही कोही बेला। यो नि सिस्टम अलिकति यो हुँदैछ। त्यो सफ्टवेयर अपडेट गरेपछि अलिकति ठिक हुन्छ। भाइ हाम्रो त यस्तो घाम लागिरहेको थियो यहाँ। फेरि शीतल भइरहेछ यार। घामै छैन एउटा पनि। यहाँ पर चाहिँ परिरहेछ घाम। यहाँ चाहिँ घाम पुरै छ। यहाँ चाहिँ फेरि घामै छैन। मिरिकहरू ठिक लाग्छ चिसो हुन्छ होइन। मजाको ड्रेसको लुगाहरू पनि लाउनु पर्छ राम्रो राम्रो। यहाँ त गरममा त भगवान् लाउनै मन लाग्दैन केही लुगा। यस्तो गरम हुन्छ। पिटी गन्जीमा मात्रै हिँडौँ भन्ने हुन्छ। रुमेन भिलेजको क्या नम्बर निकाल्छु। नम्बर निकालेर चाहिँ जाऊ भैया नम्बर निकाल्छु। त्यहाँ उनीहरूसँग बात मार्छु अलिकति होइन। रेट कति के छ भनेर हो। पत्थरघट्टाको उता अरे फर्स्ट टाइम जाँदैछु। हेरौँ के हुन्छ गएन होइन। पहिला फटाफट पुग्यौँ होला दिदीको घर। खाना खाऊँ होला दिदीको घर पुगेर। भिडियोहरू थियो हेभी भिडियोहरू थियो। मेमोरेबल भिडियोहरू थियो सबै गयो। अब ब्याक हुने आउँदैन। अब फेरि त्यसलाई रिकभर गर्नुको लागि त्यो नम्बर चाहिन्छ। त्यो नम्बरै मेरोमा छैन। त्यो नम्बर म निकाल्नु पनि गएको थिएँ होइन। एक्सपायर भएछ अब निस्किँदैन भन्यो त्यो नम्बर। ब्यालेन्स छ त फोन गर्दा। सो दिदीलाई फोन गर्नु पऱ्यो होइन। कहाँ छ भन्नु पनि थाहा छैन। घर फर्स्ट टाइम आउँदैछु। यहाँबाट गाडी घुमाउनु पऱ्यो। ठिक छ अगाडि छ अरे पछाडि। हामीले अलिकति अगाडि आएँ। यस यहाँ आउ न म खान्छु ल। म खान्छु नि ल। म खान्छु नि। यहाँ हेर न यहाँ आउ न। खोलिदिनु भयो। खोलिदिनु भयो। यहाँ आउ न हेलो भन्थ्यो। यहाँ आउ न यहाँ आउ न। दिँदिन नि फेरि यो। यहाँ आउँदिन नि। चुमा दे छिटो यता तिम्रो नाम के अरे होइन। हात्ती हाइटेरिका। यो खाइदिउँ यो खाम म खाम यो म खान्छु ल। मलाई नदिने त्यो आधी टुक्रा दे न पहिला म खान्छु ल। चङ्को भाँचाले खान्छु। झुक्काको मलाई छिटो म खान्छु। छिटो झुक्काको मलाई छिटो म खान्छु अलिकति त्यहाँ। छिटो जे काम थियो त्यो पनि गरेँ। ठिक छ। अन्त त्यहाँ भेट्दाखेरि मैले ब्लग बनाएन किनकि कति पर्सनल कुराहरू चल्दै थियो हाम्रो। त्यही भएर हो अब त्यो सबै कुराहरू त ब्लग बनाउनु भएन। अन्त त्यही अब निस्केको। अब अहिले सिटी सेन्टर जान्छु। सिटी सेन्टर गएर 1-2टा सामान किन्नु छ। सो तपाईँहरूलाई म देखाउने छु। त सन्डे मात्रै भिड हुन्थ्यो दुधे होइन। अहिले त आमा सन्डे होस् या पेन्डे होस् या जस्तो जे पनि होस् दिन आउँछ। यहाँभन्दा पनि डम्फे टारतिर त झन् अस्ति ब्लगमा हेर्नुभयो होला
टमेटारमा त झन् भिड हुन्छ क्या डेली होइन। अन्त दुधे चाहिँ आयो भने एउटै चिजमा आउनु मन लाग्छ कि सुक्टी खानुको लागि भैँसीको, बस नभए त त्यो अस्तिको पानी पनि दामी थियो त जग्गा। अब फेरि नेक्स्ट टाइम हामी कहिले आउँछु नुहाउनु फेरि हो, मजाको थियो। तर अरू दिन आउँछु, सन्डे चाहिँ आउँदिनँ यति बेला। यहाँ राति चाहिँ दामी देख्दै क्या होइन, रात प्लिक प्लिक देख्नु हुँदैछ। सो यो हाम्रो स्कुल छ यहाँ अगाडि होइन। हामी यही बाटो हिँड्दै हिँड्दै आउँथेँ पहिला, यही बाटो स्कुल आउँथ्यो। अगाडि छ स्कुल हाम्रो, यो बाटो हिँड्दै आउँथेँ हामी स्कुलमा। यो चाहिँ दामी लाग्यो मलाई होइन, प्लिक प्लिक रातो यो आउँदै गएर अँधेरमा चाहिँ झन् दामी देख्छ क्या यो बाटो सब। त्यही त मजाले क्यामेरामा आएको छैन, क्यामेरामा मजाले आएको छैन। यहाँ प्लिक प्लिक हेर्नु हुँदैछ होला हल्का हल्का। हामी यहीँ अड्डा हान्थ्यौँ पहिला, हेभी अड्डा हुन्थ्यो। अरे छैन अहिले, सबै चेन्ज भयो के हो त्यसरी हुँदाखेरि चाहिँ यो बाटो सबै यो इलाका नै यो टिसिपी हो। यसको नाम चाहिँ टिसिपी भन्छ होइन, खोपेलको यतापट्टि आर्मी इलाका हो क्या यो। अन्त नेपाली थुप्रो छ यहाँ। यो गोरुहरू चाहिँ आफ्नो मनमर्जीको मालिक हुन्छ। बाटोमा जब बस्छ नि साइड पनि दिँदैन न उठिदिन्छ, यस्तो खराबी हुन्छ। सो अब यहाँबाट हामी जाने छु सिटी सेन्टर। अन्त एउटा ब्याग लिन्छु हो उसको लागि। सो उसलाई ब्याग चाहिरहेको थियो, तर मैले हिजो लिनु भनिनँ उसलाई, नलिया भने, किनकि मै दिन्छु भनेर क्या। मैले उसलाई भनेको छैन, एउटा ब्याग लिन्छु बस। उसको बाद एउटा फुलको बक्कु बनाउँछु हो, बक्कु बनाएर टक्कै। सो मेरो रुबेन भिलेजमा जाने प्लान भयो, सक्सेस होइन, सबै कुरो गराएँ। त्यो चाहिँ तपाईँ अर्को ब्लगमा देख्नुहुन्छ कस्तो के भएको थियो भनेर। सबै छ आज राति छ। केक चाहिँ ल्याउँ कि नल्याउँ ल्याउँदिनँ, केक भोलि नै काट्छु हामी। आज खालि एउटा फुलको बक्कु लिएर आउँछु, एउटा ब्याग लिएर आउँछु। त्यो पनि म बर्थडेको दिनै दिन्छु एकैचोटि होइन। भोलि खालि फुलको बक्कु मात्रै दिन्छु राति आज। त्यहाँदेखि 4 तारिक हाम्रो फेरि बर्थडे छ उसको हो। सो केकहरू पनि बनाउनु दिइरहेको छु मैले बहिनीलाई होइन। सो अब हेरौँ के हुन्छ, सरप्राइज उसलाई मनपर्छ कि मन पर्दैन हेरौँ भोलिको। मैले लिएँ यो फुल। सो यो फुल लिएको छु होइन, राति दिनुको लागि हो। यो यहाँ होस्, मजाले राख्ने हो। म हात धुनुको बाहना ल्याएको छु होइन, मलाई थाहा छैन मैले गिफ्ट ल्याएको छु, उसले एक्सेप्ट गर्दैन, उसले ल्याइदिन्छ भनेर हो। ह्याप्पी एनिभर्सरी बुढी। थ्याङ्क यू सो मच पुरा। सोचेको थिएन भने तिमीले? अनएक्सपेक्टेड मैले सोचेको त थिइनँ। के सोचेको थिएन? मैले सोचेको थिएँ मेरो बर्थडेमा दिन्छ भनेर। थ्याङ्क यू सो मच पुरा। के छ राम्रै त सोचेँ नि अन्त मैले। यस वेलकम। हाई नाइस। नेक्स्ट ब्लगमा भेटौँ होला। बाई। मर्निङको ब्लगमा भेटौँ होला आज। अहिले 12 बज्यो, मर्निङको ब्लगमा भेटौँ होला होइन। खै उसले चाहिँ मलाई यो दियो होइन, यो दियो उसले चाहिँ मलाई पर्फ्युम। यो पहिला उसलाई दियो, त्यहाँदेखि उसले हल्का चाल पाएको जस्तो लाग्यो मलाई होइन। त्यही भएर मैले एकछिन भुल्लेँ हो। भुलेर चाहिँ त्यहाँदेखि उसले गिफ्ट दियो। त्यहाँदेखि म हात धुनुको मिस्टी खाएँ एउटा, मिठा खाएर चाहिँ हात धुनु बाहनाले चाहिँ मैले लिएर आएको यो। थ्याङ्क यू, बाई बाई गाइस। नेक्स्ट ब्लगमा भेटौँ होला, बाई बाई।